ढिला हुन्छ। अझ उठेको छैन छोरी? ल छिटो उठा। बुवा एक चिया लिनुहोस्। आमा एक चिया लिनुहोस्। बुहारी छोरासित चाहिँ बोल्नु मन लागेको छ। एकपल्ट फुल लगाइदेऊ न बुहारी। अस्ति भर्खर एक महिनाको कुरा भएको होइन? कति बोल्नु पर्ने हो? बुहारी किन त्यसो भन्नु? छोरा विदेशमा छ, सपना पनि नराम्रो नराम्रो देखाएको छ। त्यही हुनाले बुवाले चाहिँ फोन लगाइदेऊ न बुहारी भनेको। सबै ठिकै छ त, सबै राम्रै छ। के टेन्सन लिनु भएन? बुहारी एकपल्ट छोरालाई फुल लगाइदिँदा के हुन्छ त? कता कता भ्याउनु? घरदेखि बाहिरसम्मको व्यवहार हेर्नु परेको छ। कसैले सघाउने होइन? अरू को छ त बुहारी काम सघाउनेलाई? ल ल, नानीलाई स्कुल पढाउनु ढिला भइसक्यो। स्कुल पुऱ्याएर आएपछि हजुरको छोरालाई फोन लगाइदिन्छु। खै यता आऊ, बोर्डिङ जान ढिलो भइसक्यो। अलिक ज्ञानी हुने, असल भएर पढ्ने। रिजल्ट कहिले हो? रिजल्ट खोइ मलाई थाहा छैन। जहिले हुन्छ नि त ड्याडीलाई भन्छु। नमस्ते काका काकी। नमस्ते बाबु, धेरै दिनमा आउनुभयो। यतै आएर बस्नु न बाबु। गाउँघरमा काम परिरहन्छ, समय गएको पत्तै चल्दैन काका। त्यो त हो नि बाबु, काम त गरिरहनु पर्छ। अनि काका काकीलाई सन्चै छ त? सन्चै छ बाबु, काकी अलिकति बिमारी छ। अनि काकी औषधि खाँदै हुनुहुन्छ त? खाँदैछु बाबु। अनि भाइले खर्च पठाइरहेको होला नि त काका? पठाउनु त पठाइरहेछ बाबु, तर के गर्ने, सबै पैसा चाहिँ बुहारीको हातमा पर्छ। हामीले खर्च गर्नुलाई चाहिँ हामीसित पैसै हुँदैन। अनि काका भाइले तपाईँहरूलाई पैसा दिनु भन्दैन र? अनि भाइलाई त भन्नु पर्यो नि त काका। खै के भन्नु बाबु, अब विदेशमा भएको छोरालाई उसलाई आफ्नै कामको टेन्सन होला, यता फेरि बाबुआमाको बाबुआमाको कुरो सुनाउँदा उसलाई छुट्टै टेन्सन होला। के भन्नु त अब? ल त म अहिले लाग्छु काका काकी। केही गाह्रो साह्रो पर्यो भने खबर गर्नु होला। म पनि त छोरै हुँ, आपद विपद परेको बेलामा सहयोग गरिन सकिन भने के को छिमेकी के को गाउँले। हुन्छ बाबु, चिया खाएर जाउँ भन्नु भनेदेखि बुहारी चाहिँ नानीलाई चाहिँ स्कुल पुर्याउनु गएकी छन्। अब बनाऊ बुहारी चिया भन्दाखेरि चाहिँ बाख्रा पाठा जस्तै गरी बुरुक्क उफ्रिन्छन् होला। बाबु भइगयो काका, पछि आएर खाउँला। म अहिले लागेँ।
मन्जु ए बुहारी हजुर आमा यता आऊ त। हजुर आमा तिमी के भएको? फोन लगाऊ भनेको नसुनेको? फोन लगाऊ त छोरालाई एकचोटि। हेलो भन न। हेलो हजुर के छ हाल खबर? मन्डाडीमा कुरा गर्नुहुन्छ? देऊ न त, यस्तो कुरा पनि भन्नुपर्छ। हस् बुहारी फोन लिनुहोस्। ढोक गरे बुवा। भाग्यमानी। अनि बुवा तपाईँ आमा सन्चै हुनुहुन्छ? हामी सन्चै छौँ छोरा। मलाई कस्तो छ? काममा चाहिँ कस्तो चाहिँ भएको छ? म पनि सन्चै छु बुवा, काम पनि ठिकै छ। आमा कहाँ हुनुहुन्छ? र आमा पनि यहीँ छ। आमालाई फोन दिनु न। र मैले दिइहालेँ। हेलो आमा, ढोगे है। भाग्यमानी छोरा। अनि तँलाई कस्तो छ त? म ठिकै छु आमा। अनि तपाईँलाई कस्तो छ? हामीलाई पनि सन्चै छ बाबु, राम्रै छ। हाम्रो ध्यान के अरे तिर नगरिकन काम गर्ने है बाबु छोरा। आमा तपाईँ अझै खोक्दै हुनुहुन्छ। समयमा औषधि खानु गर्नु भएको छ जस्तो छैन नि आमा। समयमा औषधि खानु गर्नु है आमा। समयमै दबाई खाइरहेको छु बाबु। अब बिसै नभएपछि त के गर्ने? औषधि सिद्धे भने बुहारीसँग पैसा माग्नु, नत्र बुहारीलाई नै औषधि मगाइ माग्नु है आमा। बिस्तारै सन्चो भइहाल्छ नि आमा। मेरो पिर नगर्नु, औषधि खाँदै गर्नु। पैसा चाहिएमा बुहारीसँग माग्नु, मोबाइल बुहारीलाई दिनु, म भनिदिन्छु। हजुर बुवा मलाई चाहिएको जति खर्च गर्न पैसा देऊ। फेरि औषधि पनि खानुपर्छ होला, औषधि पनि किनेर ल्याइदिनु। ल फोन राख, म ड्युटी जाँदैछु। हस् हस्। विदेशीको जिन्दगी, आमा बाउ हेरो बुढी छुट्टिएला, बुढी हेरो आमा बाउ टाँटिएला भन्ने डर। कति गाह्रो छ छोरा मान्छेको जिन्दगी। बुहारी थोरै पैसा ल्याऊ त। अहिले पैसा छैन, कहाँबाट दिने? छोराले भनिरहेको छ त्यहाँ पैसा चाहियो बुहारीसित माग्नु भनेर भनेको छ। बुहारी तिमीले के भनेको? हामीलाई पैसा चाहिँदैन, औषधि खानु पर्दैन हामीले। औषधि खाना कहाँ के खर्च लाग्छ कि मैले जिम्मा लिएको छु? बुहारी तिमीले यस्तो के भन्दैछौ? छोरा त हामीले जन्माएको हो नि। ओहो छोरासँग जानु भएको हुन्थ्यो नि। छोरालाई चाहिँ जन्माइ हुर्काइ पढाइ विदेश पठाउने त हामी हो नि त बुहारी। यो कुरा किन बिर्सेको तिमीले? भनेपछि अब छोराको लालन पोषण, हुर्काइ पढाइ खर्च पनि चाहियो भन्नु न। अब किन घुमाएर कुरा गर्नुहुन्छ? बुहारी तिमी के भन्दैछौ? कुनै पनि सन्तानले आफ्नो बाबुआमाको ऋण के अरे हुर्काइ बढाइ गरेको ऋण तिर्नु सक्दैन। फेरि पनि तिमीले यस्तो शब्द बोल्ने आँट कसरी गर्यौ बुहारी भएर? तपाईँले भनेको कुरा पनि ठिकै हो आमा। किन बुढा भएको सास ससुरालाई वृद्धाश्रममा राख्छ भनेको त यस्तै पाराले। हाम्रो के पारा देखाउनु बुहारी? छोराको कमाइ अलिकति औषधि किन्न लगाएर चाहिँ केही खर्च गर्नुलाई माग्दा तिमीलाई हाम्रो पारा भयो। तपाईँहरूको सेवा गर्दा र टचरले नदुखेको टाउको पनि दुख्छ मेरो। अब खर्च मात्रै होइन, एकमुष्ट रक भन्नु। तपाईँको छोराबाट र मबाट छुट्टिन कति चाहिन्छ? तपाईँहरूलाई छुट्याउन पाए म पनि ढुक्कले बस्न पाउँछु। बुहारी तिमी होसमा त छौ? म होसमै छु। भन्नुहोस् न आमा, कति चाहिन्छ? के तिमीले दिन सक्छौ भने सुन, 9 महिना पेटमा राखेको तिर्नु सक्छौ? हिसाब किताब गर्नु सक्छौ? जन्माउँदा कति दुःख हुन्छ भनेर त्यो तिमीलाई पनि थाहा होला बच्चामा। बाउले आफूले कमाएको सम्पत्ति सबै सन्तानमा खर्च गरे। के यो सबैको हिसाब दिन सक्छौ? अझ भन्नु पर्यो भने तर बाबुआमालाई पैसा नतौलेर ऋण तिर्नु सक्दैन कुनै पनि सन्तानले। कुरो बुझ्यौ बुहारी? हेलो तपाईँ बिदा मागेर छिटो घर आउनु। आउनु भएन म घर छोरी छोडेर हिँडिदिन्छु। आफ्नो खुसीले बाँच्न पनि नपाउने।